नमस्कार सबैजनामा। आज मेरो कतारमा भएको छ 121 दिन। हिजो शुक्रबारको छुट्टी मनाएर आज पनि म बिहान 6:40 जाँदा उठेर आफ्नो कामहरू क्रियाकलापहरू नियमित ड्युटीको तर्फ म चाहिँ अब हिँडिसकेको छु। अब चाहिँ म पहिला फ्रेस हुन्छु। फ्रेस भइसकेपछि त्यसपछि मेरो काम के हुन्छ भन्दा ड्युटी जाने हुन्छ। मेरो भिडियोहरू धेरैजनाले हेरिदिनुहुन्छ र मेरा भिडियोहरूमा कमेन्ट पनि गर्नुहुन्छ र धेरैजनाले मेसेज गरेर भन्नुहुन्छ, दाइ तपाईँले चाहिँ रेगुलर भिडियो बनाउने गर्नुहोस् है, तपाईँका भिडियोहरू दामी लाग्छ भन्दै अपरिचित साथीभाइहरूले त्यो भन्नुहुन्छ भने मेरा चिर परिचित आफन्त दाजुभाइहरूले कहिले पनि भन्नु हुँदैन कि भाइ यार तँले त बहुत राम्रो भिडियो बनाइरहेका छस्, बनाइराखै, एक दिन न एक दिन तँलाई पक्कै पनि सक्सेस मिल्छ भन्नुहुन्न। उहाँहरूले चाहिँ लुकी भिडियो हेरिदिनुहुन्छ, लाइक गर्नुहुन्छ, तर कहिले पनि भन्नुहुन्न यार यु डु कन्टिन्यू भनेर मलाई कहिले पनि भन्नुहुन्न। तर जो अपरिचित दाजुभाइहरूले चाहिँ दाइ तपाईँलाई के चिजको सपोर्ट चाहिन्छ भन्नुहोस्, हामी तपाईँलाई सपोर्ट गर्न तयार छौँ, तर भिडियो बनाउन चाहिँ नछोड्नुहोस् है भन्नुहुन्छ। म नास्ता सास्ता लिएर टक्क अब ड्युटी हिँडिसकेँ। बाहिरको माहौल चाहिँ बवाल छ, मौसम पनि एकदम दामी छ। गएर सिधै अफिसमा पहिला पन्चिङ हान्छु। पन्चिङ हानिसकेपछि यसो बाहिर आएर हेर्छु बाहिरको मौसम चाहिँ एकदम लाजवाब छ र गाडी पनि आज मैले चेन्ज गर्नुपर्ने छ। मैले हिजोसम्म चाहिँ मिसुबिसी चलाइरहेको थिएँ भने आजबाट मैले निसान पिकअप चलाउँदैछु। मेरो पिकअप बनेर आइसकेको छ। लास्टै धुलो मैलो फोहोरो पानी परेको कारणले गर्दाखेरि मेरो पिकअप फोहोरो भएर मैले चाहिँ यसलाई सफा गर्दैछु। गाडी सफा गरिसकेपछि हामी 4 जना भएर हिँडियो साइडतिर। आजको साइड कहाँ भन्ने कुरा चाहिँ मलाई थाहा छैन, ओस्ताजलाई थाहा छ। ओस्ताजले जहाँ भन्नुहुन्छ मैले चाहिँ त्यहीँ पुर्याउनु पर्ने हुन्छ। हामी चाहिँ टिममा चाहिँ 4 जना छौँ, एकजना बङ्गलादेशी, एकजना इन्डियन अनि हामी 2 जना चाहिँ नेपाली छौँ। हामी चाहिँ हिँडियो बाटोतिर, चिया खाइयो बाटोमा गएर चिया खाइसकेपछि अनि चाहिँ हामी आइयो दोहा साइडतिर। दोहा साइडको अहिले चाहिँ हामी बिन माहमुदमा आइपुगेका छन्। बिन माहमुदमा मैले जब आएर साइडमा गाडी पार्किङ गरिसकेँ। गाडी पार्किङ गरेर अब साइडमा जाँदै हुनुहुन्छ मेरा उस्तादजीहरू, टेक्निसियनहरू चाहिँ साइडमा जाँदै हुनुहुन्छ। माथि एसी सफा गर्न, एसीको काम गर्न जाँदै हुनुहुन्छ भने म चाहिँ गाडीमै बसिरहेको छु। फाइनल्ली हामी 2 जना दाजुभाइ चाहिँ डेस्टिनेसनमा आइपुगिसक्यो। हाम्रो टेक्निसियनहरू चाहिँ माथि काम गर्न जानुभएको छ, हामी चाहिँ तल बसिरहेछौँ। भिडियो कस्तो लाग्यो? भिडियो मन पऱ्यो भने लाइक कमेन्ट सेयर गर्नु होला र अर्को भिडियोमा भेट्नु होला। बाई बाई, टेक केयर, सी यू।